झुम्रा पऱ्यो कि क्या हो दाढी कपालमा ल तनी गाइज हाम्रो 331 डेको मिनी ब्लगको सुरुवात गरौँ कुछ यसरी बिहान बिहान ब्याग उठाई पसलको लागि हिँडिरहेको थियो तर पेट्रोल हाल्नु पर्यो किनकि सकिरहेको थियो बाटोमा धक्का नपर्छ भनेर त्यसपछि पसल आइपुग्दै बित्तिकै पहिला कफी खान गए जुन चरप्प लाएर सरप्प लाएर सुरुप्प लाएर खाएपछि ब्याक टु पसल आएपछि नै कति धेरै सामान लिने एकजना हाम्रो आउनु भएको छ सधैँ जे पर्दा नि मेरोमा आउनुहुन्छ जुन सामान लिएर प्लस सामानको अर्डर दिएर जानुभयो त्यसपछि हेर्नुहोस् आज हाम्रो पसलमा डेकोरेसन काम भइरहेको चलिरहेकै छ त्यही काममा बिजी त्यसपछि बहिनीहरू आए त्यही बहिनीहरूको टोलीमा एकजनाको बर्थडे थियो जुन उनको लागि 100 रुपियाँ खाली फ्रेम बनाउन आएको थियो जुन बनाए सबैले सामूहिक रूपमा बहिनीलाई गिफ्ट पनि दिन त्यही अन द स्पोट भन्यो अन द स्पोटै जो त्यसपछि अझै नि के थुप्रै कामकाजहरू गरिरहेको थियो तर भिडियो खिच्नै बिर्सिरहेको थियो त्यसपछि कामदेखि ब्रेक लिएर फेरि सेकेन्ड लट कफी खानेतिर लाग्यो हामी हाम्रो एकजना दोस्तसँग मिलेर टुकन खाने ठाउँमा पनि आइपुग्यौँ झन् कफीको अर्डर गरिहाल्यौँ हेर्न सक्नुहुन्छ हार्ट सेपमा बनेर कति धेरै कफी आएको त्यहीमाथि चिनीको प्याकेट छुट्टै दिँदो रहेछ नि 2 प्याकेट फेरि 2 प्याकेट मागे चिनी छुट्टै खाएको त कस्तो मिठो लागिरहेको थियो अझै माग भनेको फेरि बेइज्जत नगराम भनेर जे थियो त्यसैलाई हालेर घोलेर चरप्प लाएर चुरुप्प लाएर खाइहाल्यो धेरै कफी खान लाऊ म आज भोलि झन् खाइसकाएपछि पसल आइपुगे फेरि आइसँगै हाम्रो यही साइडमा भाइहरूले फुटबल खेलिरहेको थियो जुन मेरो अन्दरको नि रोनाल्डो मेसी जाग्यो म पनि यसो पास तरिकाले हाने उडाइदिउँ भनेको बल फेरि उडाएन जुन केही बेरको घटिया खेलाएपछि बल टाढा टाढा गइरहेको थियो दौड्न परिरहेको थियो त्यसपछि हेर्नुहोस् पसलको डेकोरेसन चलिरह भोलिसम्म सबै सकिन्छ हामी हुनेला फेरि पसलको डेकोरेसन जुन कि पसलहरू बन्द गरे अनि भयो रात पर आजलाई छोडिदिउँ ल त नि गाइस भन्दै मिनी ब्लग पनि सकाइदिउँ भन्दै बाई बाई।